ल फाइनली अहिले चाहिँ मौटम छाडिसकेको छ। अहिले चाहिँ हामी बसन्तपुरदेखि यहाँदेखि कस्तो दामी देखिरहेको छ। यहाँदेखि देखिरहनु भएको छ होला तपाईँहरूले यहाँदेखि देख्नुहुन्छ कस्तो बब्बा। वेलकम टु माई न्यू ब्लग होइन सबैजनालाई। आज चाहिँ म मिटअप गर्न जाँदैछु मेरो साथीलाई होइन। आज चाहिँ म उटमलाई भेट्न जाँदैछु होइन। हेर्न सक्नुहुन्छ अहिले हाम्रो ओखेको नेचरहरू होइन। अनि अहिले चाहिँ 2 बजेर 3:30 भइसकेको छ होइन। अब कति बजी पुग्छ थाहा छैन होइन। बसन्तपुर नासेको चाहिँ होइन। अनि म चाहिँ यहाँदेखि भर्खर हिँड्दैछु लगभग 1 घन्टा जतिमा म पुग्छु होला होइन। अनि केटालाई यसो हल्का यसो भेट्छु अनि घर फर्किन्छु म चाहिँ होइन। अनि अहिले हल्का यो मेरो यसको नि प्रब्लम आइरहेको छ होइन। यो के को अरे यो भन्छ नि यो क्लोजको हाफिङ के अरे क्लोज पेट जान लागेको छ भनिरहेको छ। अब खोइ त्यही पनि कुदेरहेको छु होइन। कति गइहाल्यो भने चाहिँ त्यहाँ तनाव हुन्छ होइन। त्यो पनि नजाओस् भनेर चाहिँ मैले धेरै नै आशा गरेको छु होइन। म अघि तपाईँहरूलाई भनिसकेको छु होइन। म चाहिँ आज बसन्तपुर जाँदैछु होइन। ओके टु बसन्तपुर होइन। मेरो साथीले यसो भेटिदिउँ न भन्ने कुरा आयो अनि यसो भ्लग पनि बनाइदिउँ न भन्ने कुरा आयो। अनि यसो चिलमा हिँडिरहेको छु होइन। सबैले मेरो भोइस सुन्नुभएको छ कि छैन होइन। अनि मेरो चाहिँ पहिला चाहिँ होइन त्यसको र मेरो सम्बन्ध चाहिँ त्यति राम्रो थिएन होइन। जति बिस्तारै पुरानो हुँदै गयो त्यति राम्रो हुँदै गयो। पहिला चाहिँ हामी होइन एकअर्कासँग झगडा गर्दै हिँड्नु खोज्थ्यौँ होइन। कुदाकुद गर्ने खोज्थ्यौँ होइन। अहिले चाहिँ अलिक राम्रो पहिलाको भन्दा अहिले धेरै नै राम्रो भएको छ होइन। मैले यस्तो नोटिस गरेको अनुसार चाहिँ होइन जो मान्छेसँग चाहिँ होइन पहिल्यैदेखि राम्रो हुन्छ त्योसँग चाहिँ होइन राम्रो अलिकति हुँदैन रहेछ होइन। अनि जोसँग चाहिँ नराम्रो हुन्छ त्योसँग चाहिँ पछि गएर राम्रो फ्रेन्डसिप हुँदै गइने रहेछ होइन। मैले त्यो चाहिँ मेरो लाइफदेखि चाहिँ होइन अघि मैले तपाईँहरूलाई भनिसकेको छु होइन। कस्तो रहेछ भने यसको र यो उटमको र मेरो चाहिँ होइन मेरो साथी उटमको र मेरो चाहिँ होइन पहिला बहुत झगडा हुने क्या सानोमा होइन। गोरेसँग लास्ट झगडा भएको होइन मेरो चाहिँ होइन। पहिला चाहिँ जोसँग धेरै झगडा हुन्छ पछि चाहिँ होइन त्यहीसँग अलिकति धेरै नै क्लोज हुँदो रहेछ। मैले मेरो अनुसार चाहिँ होइन पहिला चाहिँ अब होइन हेर्नु पनि नसक्ने होइन उसलाई झगडा पर्न खोजिहाल्ने होइन। अनि अहिले चाहिँ ओभर मिल्ने होइन। अहिले चाहिँ ओभर हाम्रो मैले लागेको अनुसार चाहिँ अब कस्तो हो भने चाहिँ पहिला जोसँग चाहिँ धेरै क्लोज हुन्छ त्यहीसँग चाहिँ पछि गएर छुट्टिँदै गइने रहेछ होइन। जोसँग चाहिँ धेरै झगडा हुन्छ त्योसँग चाहिँ धेरै क्लोज हुँदै गइने रहेछ होइन। मैले चाहिँ बुझे अनुसार चाहिँ त्यही लाग्यो होइन। अनि मेरो बाइकको प्रब्लम पनि अहिले मैले बनाएको छुइनँ होइन। अब बिस्तारै प्रब्लमहरूको कुराहरू पनि सब सल्टाउने अनि बाइक पनि सल्टाउनु पऱ्यो होइन। मलाई क्लोज पेट जान लागेको जस्तो लागेन होइन। किनकि 2-3 गियरमा होइन मजाले जानिरहेको छ बाइकले चाहिँ होइन। अब हेरौँ न कस्तो उयो दिन्छ पर्फर्मेन्सहरू होइन। अब अहिले चाहिँ म एकचोटि बाइक बनाउँछु अनि बाइक पनि बेचिदिन्छु होला होइन। अहिले चाहिँ होइन म शुक्रबारे बजार पनि गरिसकेको छु होइन। यहाँदेखि राख्नुभएको छ होला तपाईँहरूले होइन। यहाँ चाहिँ यस्तो हो मलाई कस्तो लाग्छ भने यस्तो अब यहाँ दोतिर अब हाम्रो डिबिथानहरू हुन्छ त्यहाँतिर तपाईँहरूले हर्न बजाएर ढोग्नु होला होइन। अहिले चाहिँ म शुक्रबारे पनि गरिसकेको छु होइन। यहाँ माथि चाहिँ मेरो चिया खाना अड्डा है। यहाँ माथि हुँदैन चाहिँ मेरो चिया खाना अड्डा हो होइन। जुन तपाईँहरूले देख्नुहुन्छ नि यो ठाउँ चाहिँ मेरो होइन के अरे चिया खाना अड्डा हो। अहिले चाहिँ दामी देख्नु भयो नि मैले हिजो भनिरहेको थिएँ नि तपाईँहरूलाई यहाँ फुलहरू देख्नु भएन होइन। अहिले चाहिँ के अरे कस्तो भन्नु म तपाईँहरूलाई यो कस्तो अब जस्तो तिहार सकिसक्यो पनि अहिले फुल फुलिरहेको छ होइन। कुन दिन चाहिँ फुलमा आएको हुन्छ होला होइन। अब भएन अब एकैचोटि हामी सिधा पुग्न लागेको बेला पनि भेट्नुपर्छ। अहिले चाहिँ म होइन हिलटप भन्ने ठाउँ आइपुगिसकेको छु। पढ्दै राख्नुहुन्छ तपाईँहरूले होइन हिलटप हो होइन। अनि त्यहाँदेखि चाहिँ म माथि बसन्तपुरतिर जान्छु होला। ओभर जाडो भइरहेको छैन अहिले चाहिँ। अनि यो मेरो हातमा ओभर जाडो भएर कतिसक्यो यार। अनि यहाँ पर चाहिँ यहाँदेखि चाहिँ तल गइसकेपछि चाहिँ हामीले सिधा बजार आउँछ। हाम्रो त काम्रो रोड गयो भने चाहिँ हाम्रो बसन्तपुर होइन यो सिधा रोड जाँदा चाहिँ हाम्रो खदर ओखेटे रथुम भन्ने ठाउँ चाहिँ गइन्छ होइन। सिक्राबारीदेखि ओखे भन्ने ठाउँ चाहिँ गइन्छ होइन। अब म यहाँदेखि सबै माथि जान्छु होइन। अब चाहिँ म बसन्तपुरतिर तर्फ लागिसकेको छु होइन। अनि यहाँ हेर्नु सक्नुहुन्छ पर बादलहरू लागेको होइन। अति बब्बा लागिरहेको छ होइन। मेरो साथी चाहिँ यहाँ के अरे बसन्तपुरतिर काम गर्छ नि त के अरे
उसको यो छ अरे कि इक्जामहरू त्यहीँ बसिरहेको छ। अनि के अरे अहिले चाहिँ बसन्तपुरमा मलाई चाहिँ के लागिरहेको छ भने पानी परिरहेको जस्तो लागिरहेको छ होइन। यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो मिनी के अरे सानो हाम्रो यो के अरे दार्जिलिङ होइन देखिराख्नु भएको छ होला तपाईँहरूले यहाँ माथि होइन। ल अब एकैचोटि हल्का माथि पुगिसकेपछि मात्रै भेट्नुपर्छ। अहिले चाहिँ होइन मेरो यात्रा दामी भइरहेको छ। चिलमा हिँडिरहेको छु होइन, ब्रिजमा हिँडिरहेको छु। पानी पर्न लागिरहेको छ होइन। पानी पर्यो भने चाहिँ तनाव हुन्छ कसरी घर फर्किनु होइन। अनि यहाँदेखि चाहिँ मेरो साथ यहाँदेखि चाहिँ अब लगभग होइन म बसन्तपुरसम्म मात्रै जान्छु होला। त्यहाँ चाहिँ अब तपाईँहरूलाई अघि पनि भनिसकेको छु मेरो साथी त्यहाँ छ होइन। अनि आज चाहिँ यसो सानो मिठो भाङ्यौँ न साथीहरूसँग साथीसँग भनेर चाहिँ म हिँडिरहेको छु होइन मेरो बाल्यपनको साथीसँग होइन। अहिले चाहिँ देखिरहनु भएको छ होला हाम्रो तेह्रथुम होइन बसन्तपुर साइडतिरको होइन मौसमहरू चिसो छ जाडो भइरहेको छ। अहिले चाहिँ होइन म नुनथल्ला भन्ने ठाउँ आइपुगिसकेको छु होइन गाइस। अनि यहाँदेखि हेर्नु सक्नुहुन्छ अहिलेको मौसम अति जाडो भइरहेको छ होइन। कसम ठन्डी यहाँ हेर्नु सक्नुहुन्छ फुल होइन जाडो हुन्छ नि। कसम मैले चाहिँ फिल भइसक्यो कि जाडो मौसमको मलाई अति जाडो भइरहेको छ होइन। अहिले चाहिँ कुलो धुम्म भइरहेको छ होइन। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले साइडतिर हेर्नु सक्नुहुन्छ अति जाडो भइरहेको छ होइन। अहिले चाहिँ केही देखेको छैन होइन। अब यहाँ चाहिँ म घर फर्किने बेला पनि फोटोसोटो खिच्छु होला। अहिले चाहिँ सुई म घर फर्किन्छु होइन। सुई म पर बसन्तपुर जान्छु भनेको घर फर्किन्छु भन्दैछु होइन। सरी गाइस होइन। ल अहिले चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ हाम्रो यो चित्र र न्युनथल्ला भन्ने ठाउँको बिचको रोडमा कति जाडो छ यहाँ हेर्नु सक्नुहुन्छ। कसम ओप्पो घुमिरहेको छ होइन। म चाहिँ अहिले चिलमा बिस्तारै हिँडिरहेको छु हेर्नु होइन। अहिले कस्तो सोरे कस्तो भइगयो यार अहिले चाहिँ मेरो रोड होइन। यो रोड हिँड्दा चाहिँ तपाईँहरूले हेर्नु बिस्तारै उयो हेर्नु सक्नुहुन्छ बोर्डबाट हेर्नु बिस्तारै हिँड्नु पऱ्यो होइन। अब अहिले गर्मीको मौसममा चाहिँ ठिकै छ होइन। अब जब जाडो मौसम हुँदै गइसकेपछि चाहिँ उयो के हुन्छ भने हाम्रो यो टिसाहरू उयो आउँछ नि त बिहानै। अनि त्यो टिसाहरूको कारणले चाहिँ यहाँ चाहिँ उयो के अरे धेरै एक्सिडेन्ट हुने चान्स हुन्छ होइन। किनकि बाइकहरू सलाट चिप्लिन्छ होइन। अस्ति म यही मुनतिर म चाहिँ ब्ल्याकै लडेको छु होइन मेरो साथी रोहनसँग। यहाँ हेर्नु सक्नुहुन्छ यही म ब्ल्याकै लडेको होइन। अनि यहाँ झन्डै मरिनँ होइन। मेरो टाउको ड्याङ ठोकेर ढाडबाट ड्याङ ठोकेर होइन। अहिले चाहिँ अनि त्यही कारणले बिस्तारै कुदाउनु होला। यो रोडमा चाहिँ सबैहरूले जानकारी दिइराखेको होइन। सबैजना बिस्तारै कुदाउनु होला होइन। तपाईँहरूको के अरे जीवनलाई अलिकति उयो होइन सुरक्षित गरेर। अहिले चाहिँ म चित्र भन्ने ठाउँ आइपुगिसकेको छु होइन। यहाँदेखि हेर्नु सक्नुहुन्छ तपाईँहरूले अब यहाँ चित्र ठाउँ चाहिँ आइपुग्नु लागिसक्यो होइन। अब लगभग म यहाँदेखि बसन्तपुर चाहिँ होइन लगभग 10 मिनट पछाडि पुग्छु होला। यहाँदेखि हेर्नु सक्नुहुन्छ कस्तो ढुकिरहेको छ होइन। अब यहाँदेखि चाहिँ यहाँ हाम्रो यो देख्नुभयो होला पोखरी चाहिँ होइन। यो चाहिँ हाम्रो चित्रे बजारको पोखरी हो गाइस। सबैजना आउँदा चाहिँ यहाँ हाम्रो एकचोटि फोटोसोटो खिचेर जानु दामी छ चित्रे बजारको यो चाहिँ पोखरी होइन। अनि यहाँ हाम्रो गेट चाहिँ हाम्रो चित्र बजारको लागि राखेको होइन। अनि यहाँ चाहिँ मस्जिद यही हो हाम्रो चित्र बजार चाहिँ। यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले देखिराख्नु भएको होला अहिले चाहिँ होइन चित्र बजार चाहिँ। यहाँ चाहिँ एउटा होम छ होइन। ठ्याक्क होम्समा चाहिँ अलिकति बिस्तारै कुदाउनु होला तपाईँहरू। यति मेरो ब्लग हेर्दै हुन्छ आउनुहुन्छ भने चाहिँ होइन। अनि यहाँ चाहिँ ठ्याक्क गाडी रोक्नु भएको रहेछ किन रोक्नु भएको थाहा भएन होइन। म चिल गरिकन हिँडिरहेको छु। यहाँ चाहिँ साइड मेरो गेसमा चाहिँ नाम लेख्नु भएको होला। यहाँ यति नै हो चित्र बजार भनेको चाहिँ यति यहाँदेखि होइन यहाँ अन्तिमसम्म तपाईँहरूलाई म भिडियो देखाउने छु यो हाम्रो चित्र बजारको होइन। तपाईँहरूले देख्नु सक्नुहुन्छ यहाँ यति नै हो हाम्रो चित्र बजार चाहिँ ठ्याक्कै यहाँदेखि चाहिँ हाम्रो बजार सकिन्छ होइन। बजार चाहिँ परसम्म होला चित्र बजार चाहिँ तर थाहा भएन बजार चाहिँ यही सकिन्छ होइन। अब एकैचोटि पर पुग्नुपर्छ हेर्नुपर्छ ल। यहाँ चाहिँ हाम्रो यहाँ उयो भएको रहेछ हेर्नु सक्नुहुन्छ तपाईँहरूले बस चाहिँ के अरे एक नचलेर यहाँ चाहिँ ठङ्गै राख्नु भएको रहेछ होइन। राखिराख्नु भएको रहेछ यहाँ पर देखिराख्नु भएको छ घामहरू होइन। अहिले चाहिँ यहाँ कति घाम पनि लागेको छैन होइन। ठ्याक्क पुऱ्याउँदा यो हातमा चाहिँ कस्तो जाडो आउँछ क्या हावाले चाहिँ होइन जाडो बनाउँछ होइन। अब चाहिँ यहाँदेखि चाहिँ म स्पिड हान्छु तपाईँहरूले त्यो भिडियो चाहिँ हेर्नु सक्नुहुन्छ। गाइस अति बबाल भइरहेको छ स्पिड हान्नु दामी।
सुट हानेर मजा आउँदो रहेछ हो माथि देखिरहनु भएको छ होला नि हाम्रो यो बसन्तपुरको टावर हो यो चाहिँ गाइस सक्नुहुन्छ तपाईँहरूले होइन माथि चाहिँ ल अब चाहिँ अप्रोड आयो होइन ल यो जुन कच्ची रोड देखिराख्नु भएको छ नि होइन यो कच्ची रोड चाहिँ अहिलेसम्म म कति लगभग अहिले म 23 वर्ष पुगिसकेको होइन यो कच्ची रोड चाहिँ कहिले नबनाउने रहेछ क्या अनि खोइ जहिले बिग्रिने हो कि के हो होइन यो चाहिँ जहिले बिग्रिराखेको मात्रै हुन्छ होइन हरेक सालको त एकचोटि नबिग्रेको होइन जहिले बिग्रेकै हुन्छ होइन अरू ठाउँ चाहिँ ठिकै हुन्छ अरू ठाउँ चाहिँ ठिकै छ होइन रोड चाहिँ होइन अनि यहाँ चाहिँ अति बिग्रेको छ तपाईँहरूले पनि नोटिस गर्नुभएको छ होला यहाँ माथि चाहिँ एउटा अति बिग्रेको रोड छ नि यो हाम्रो बसन्तपुरदेखि माथि चाहिँ होइन त्यहाँ चाहिँ अति बिग्रेको रोड छ क्या अनि कहिले पनि अब जहिले अब म कति लगभग होइन 23 वर्ष पुगिसकेको होइन यहाँ आएको पनि म त्यही लगभग अब होइन लगभग धेरै नै भइसक्यो होला तैपनि यो रोड चाहिँ कहिले पनि बनिएन क्या म छक्क पर्छु होइन रोड बनिएर पनि बिग्रिहाल्ने हो कि मलाई थाहा भएन होइन तर यो रोड चाहिँ कहिले नबनिने रहेछ होइन त्यस्तै लाग्यो मलाई चाहिँ अब खोइ अब यो यहाँको नेताहरूले सरकारहरूले बनाउनुहुन्छ भन्ने आशा चाहिँ छ अब बनाउनुहुन्छ कि हुन्न होइन त्यस्तो मैले कम्प्लेन चाहिँ गर्नु खोजेको होइन तैपनि बनाउनुहुन्छ भन्ने चाहिँ आशा छ अहिले चाहिँ म बसन्तपुर आइपुगिसकेको छु होइन यहाँदेखि हेर्नु सक्नुहुन्छ बसन्तपुरको बजार स्टार्ट भइसकेको छ अब हाम्रो बसन्तपुर चाहिँ पर पुगेपछि टुङ्गिन्छ होइन अनि अब यहाँ पर चाहिँ हाम्रो गुराँस छ यहाँ हाम्रो यो के अरे बसन्तपुर चाहिँ सबैभन्दा धेरै गुराँस पाउने कलर पनि धेरै पाउने भनेर चाहिँ चिनिने ठाउँ हो होइन पर देखिराख्नु भएको छ तपाईँहरूले हाम्रो गुराँस होइन त्यहाँ चाहिँ हाम्रो लगभग कस्तो भन्ने यो यहाँ हाम्रो बसन्तपुर आइपुग्यो हे गाइस यहाँ सक्नुहुन्छ बसन्तपुर होइन अब यहाँदेखि चाहिँ म साथीलाई कल गर्छु होला साथी चाहिँ हस्पिटलमै होला होइन म कहाँ रोक्नु भइरहेको छु बाइक पनि बाइक रोक्ने ठाउँ भएन अहिले चाहिँ म बसन्तपुर आइपुगिसकेको छु होइन अनि मैले यहाँदेखि साथीलाई पनि फोन गरिसकेको छु यहाँ सक्नुहुन्छ हाम्रो गुराँस दामी छ नि होइन यो चाहिँ हाम्रो बसन्तपुरदेखि ठ्याक्क हाम्रो चोकैमा बनाउनु भएको गुराँस चाहिँ यहाँ छ होइन अनि मैले उता साथीलाई पनि फोन गरिसकेको छु अहिले चाहिँ म बसन्तपुरमा चिल हानेर बाटोमा हिँडिआएको छु आज भोलि चाहिँ हल्का लाज पनि लाग्दैन बोलिदिउँ न भन्ने कुरा हो म त जति सक्दो आज भोलि चाहिँ फ्रेङ्क तरिकाले बोल्नु ट्राई गर्दैछु होइन यहाँदेखि हेर्न सक्नुहुन्छ तपाईँहरूले सुरुमा चाहिँ होइन बोल्नु कस्तो अप्ठ्यारो लाग्थ्यो अहिले चाहिँ मैले माक्लो साइडतिर चाहिँ गइरहेको छु होइन बसन्तपुरदेखि अलिकति यता आएर उता माक्लो रोड जानुतिर यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले यहाँ हाम्रो कुखुरा अनि यहाँदेखि चाहिँ सट्टै गरेर म यहाँ माथिदेखि एकचोटि हाम्रो बसन्तपुरको दामी भ्यूहरू खिच्नु पर्यो होइन यहाँदेखि हेर्न सक्नुहुन्छ यो चाहिँ एकैचोटि परदेखि डाइरेक्ट उता पर जाने हाम्रो तेर्सम्म जाने रोड होइन डाइरेक्ट उहाँ हाम्रो चोक ननिस्कि यता सट्टै पर पुगिन्छ होइन अनि उहाँ तल चाहिँ अघि तपाईँहरूले चोक देखिसक्नु भएको छ होला यहाँ तल चाहिँ हाम्रो चोक छ होइन अहिले चाहिँ म बिचमा हिँडिरहेको छु मेरो साथी अहिले पनि आएको छैन केटो हस्पिटलमा काम गर्दै रहेछ होइन बिजी रहेछ अनि ठ्याक्क त्यसले कामसाम गरिसकेपछि निस्किन्छ होला अनि चाहिँ हामी भेट्ने आधी घन्टा जति टाइम स्पेन्ड गरेर चाहिँ हामी घर फर्किन्छौँ होइन अहिले चाहिँ मैले भिडियो सिडियो पनि बनाइसकेर फर्किँदैछु होइन मुनितिर यहाँ हेर्न सक्नुहुन्छ हाम्रो यो चाहिँ हाम्रो यता बसन्तपुरको चौकी यहाँदेखि हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन अहिले पनि आइपुगेको छ साथी यो लास्टै ढिलो गर्छु ढिलो चाहिँ के गर्नु खोजेको थाहा नै हुन्न यहाँ हेर्न सक्नुहुन्छ चौकी चाहिँ अब लगभग चाहिँ म एकैचोटि तपाईँहरूलाई साथीसँग मिटअप भएपछि मात्रै तपाईँ अब भेट्नेछु ल फाइनली अहिले चाहिँ म उटम साथीसँग भेटिसकेको छु यहाँ हेर्न सक्नुहुन्छ भेटिसकिसकेको अनि मैले यहीसँग भेट्न आएको अब तपाईँहरूलाई मैले यसको तयारी फानिरहेको छु देखिराख्नु भएको छ तपाईँहरूले अहिले चाहिँ हामी जान लागेको छौँ होइन होटेल यसो चिया खानु अनि चिया खाएपछि चाहिँ म घर फर्किन्छु होला केटोले अहिले बाइक स्टार्ट गरिरहेको छ अहिले चाहिँ हामी बसन्तपुरदेखि माथि डाँडामा आइरहेको छौँ होइन यहाँदेखि हेर्न सक्नुहुन्छ अति बब्बाल भ्यू देखिरहेको छ होइन केटो र म चाहिँ यहाँ दामी घाम खानु अनि चट्ट पाराले दामी देखिएर केटो र बसन्तपुरको टप भ्यूमा आइरहेको छु बसन्तपुर देखेर यहाँदेखि हेर्न सक्नुहुन्छ जुम भयो दामी तरिकाले फेरि S24 अल्ट्रा हो कि
अलिकति खतरै जाउँ हामी चाहिँ ल ल अब चाहिँ हामी फोटो सोटो खिच्छौँ होला अनि यहाँदेखि भ्यू चाहिँ बबाल देख्छ गाइज तपाईँहरू आउनुभएको छैन आउनु होला बसन्तपुर तेह्रथुम यहाँको भ्यू चाहिँ बबाल देख्छ यो एउटा पर्यटक स्थल पनि हो है गाइज एक किसिमको है अनि त्यही एकचोटि 360 हान्यो नि त सर केटीले हानु सक्नुहुन्छ बुकी फुल चाहिँ दामी देखिरहेको छ होइन यस्तो दामी फुल सेतो होइन यहाँ सर बाइक गएको दामी घाम लागिरहेको छ होइन यहाँदेखि चाहिँ देख्न सक्नुहुन्छ हाम्रो बसन्तपुर अब चाहिँ हामी यहाँदेखि चाहिँ घर फर्किन्छौँ होला होइन केटो चाहिँ अब एकैचोटि बसन्तपुर बस्छ होला म चाहिँ घर फर्किन्छु सो अहिले चाहिँ हामी बसन्तपुरदेखि हिँडेर पनि यहाँ यो ठाउँ आइपुगिसकेको छौँ होइन अब चाहिँ हामी यो माथि जान्छौँ होला यो ठाउँ तपाईँहरूले देखिराख्नु भएको छ नि यो ठाउँमा जान्छौँ होला साथी र म चाहिँ अब यहाँदेखि चाहिँ हाम्रो यात्रा सुरु हुन्छ यहाँ माथिसम्म चाहिँ अनि यो यहाँदेखि चाहिँ पर हाम्रो हस्पिटल साइड जान्छ होला हस्पिटल जान्छ अनि म चाहिँ डाइरेक्ट घर जान्छु होइन लगभग म चाहिँ आज 5 बजी 5:30 बजी मात्र पुग्ने भएँ अनि लगभग अब चाहिँ मेरो ब्लग चाहिँ 2-3 हप्ता पछाडि मात्र आउँछ होला होइन यहाँ सबैजनाले वेट चाहिँ गरिदिनु होला सो अहिले चाहिँ हामी आइपुगिसकेको छौँ यहाँ हर्क के अरे बहादुर त्यहाँदेखि मलाई भन्न आएन होइन तिवारी यहाँ हेर्नु सक्नुहुन्छ यो मान्छेलाई चाहिँ हाम्रो यस्तो दिइरहेको छ गाई चाहिँ यस्तो खतरा तरिकाले हाम्रो पृथ्वीनारायण शाहको जस्तो पोज हानिरहेको छ होइन यहाँ चाहिँ हाम्रो साथी अब चाहिँ यहाँदेखि हामी घर फर्किन्छौँ होला अब यहाँदेखि उता ब्याक टु बसन्तपुर हुन्छ मेरो चाहिँ अनि यहीँसम्म केटालाई पुऱ्याउन आएको थिएँ म चाहिँ गाइस सो हेरेर च्यानललाई चाहिँ सब्सक्राइब गरिदिनु होला यदि नयाँ हुनुहुन्छ भने अनि मेरो च्यानलले गएर हेरिदिनु होला पिएलजी ब्लग्स ल गाइस सबैजनाले पिएलजी ब्लग्समा चाहिँ सपोर्ट गरिदिनु केटाले मेन्सन गरेको हुन्छ ल भरेसको आइडी चाहिँ म मेन्सन गर्छु होइन यहाँदेखि हेर्न सक्नुहुन्छ ल अब चाहिँ म डाइरेक्ट घर फर्किने बेलामा भेट्छु ल अब चाहिँ म यहाँदेखि घर फर्किन्छु यो चाहिँ घर पर हस्पिटल साइड जान्छ होइन ल गएको ल ल अब चाहिँ म यहाँदेखि हिँडिसकेको अवस्था होइन यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले कति बगाल छ होइन यो घरहरू अब चाहिँ म कुरालाई भेटेर पनि घर फर्किसकेको छु होइन यो ठाउँ पनि अघि तपाईँले मैले देखाइसकेको छु होइन अनि यहाँदेखि अब पर चाहिँ चित्रे ठाउँ चित्रेमा फोटोसोटो खिच्न सक्छु नखिच्न सक्छु जे पनि हुनसक्छ होइन खिच्यो भने खिचिनँ भने अब चाहिँ म यहाँदेखि घर सुई जान्छु होला होइन अनि अब एकैचोटि म लगभग अब घरमा मात्रै रोकिन्छु होला ढिलो भइसकेको छ होइन अनि त्यही हो अब म डाइरेक्ट घर पुग्छु अनि चाहिँ रोकिन्छु यो अब चाहिँ मेरो यात्रा चाहिँ सिधा नन स्टप हो ल फाइनल्ली म चाहिँ होइन चित्र आइपुगिसकेको छु अघि पनि तपाईँहरूले देखाइसकेको छु चित्र गर्दा उयो माथि देखिराख्नुहुन्छ तपाईँहरूले पर यो बादल कस्तो दामी देखिरहेको छ दामी माथिदेखि चाहिँ यो यसको म भिडियो सिडियो बनाउन सक्छु होला के गर्नु सक्छु जे पनि गर्न सक्छु होइन इफ भिडियो बनायो भने तपाईँहरूले देखिहाल्नुहुन्छ भने अहिले चाहिँ म पुस तरिकामा हिँडिरहेको छु होइन दामी देखिरहेको छु यो साइड हेर्नु सक्नुहुन्छ तपाईँहरूले होइन दामी अहिले चाहिँ पुरो यस्तो बब्बाल देखिरहेको छ हेर्नु सक्नुहुन्छ तपाईँहरूले पर देखिराख्नुहुन्छ होला नि कस्तो बब्बाल देखेको क्या अहिले चाहिँ म चित्र पनि कट्न लागिसकेको छु यहाँ हेर्नु सक्नुहुन्छ यो चाहिँ हाम्रो पोखरी हो चित्र पोखरी अहिले तपाईँहरूलाई पनि मैले भनिसकेको छु होइन यहाँ चाहिँ देखिराख्नु भएको छ होला यहाँ चाहिँ अफ रोड रोड छ होइन अनि अहिले तपाईँहरूलाई मैले देखाएको थिइनँ होइन यहाँ हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ अहिले रोड बनाइराख्नु भएको रहेछ यहाँ चाहिँ साइडले होइन देखिराख्नु भएको छ होला तपाईँहरूले अहिले चाहिँ म ठाउँमा हिँडिरहेको छु अब यहाँदेखि चाहिँ म लगभग अब यहाँ पुग्न लागेको छु कहाँ भन्ने न्यू हल्ला पुगेको छु होइन पुग्न लागेको छु यहाँदेखि चाहिँ कस्तो दामी यो तल मुनि छ नि खाएको तल मुनि चाहिँ अति पपाल घाम लागिरहेको छ होइन अनि यो अघि तपाईँहरूलाई मैले भनिसकेँ यो रोडमा चाहिँ तपाईँहरू बिस्तारै कुदाउनु होला होइन आफ्नो शरीरको लागि उयो गरेर केयरलेस नगरी बिस्तारै कुदाउनु होला हतार नगरी यहाँ किनकि यहाँ रोडमा उपर चिप्लिन्छ होइन तपाईँहरूलाई अघि पनि भनिसकेको छु ल अब चाहिँ एकैचोटि नुन हल्ला पुगिसकेपछि हामी भेट्नेछौँ फेरि ब्लकमा यहाँदेखि देखिरहनु भएको छ होला तपाईँहरूले होइन दामी सनसेट लागिरहेको छ होइन
सन तल मुन सर जाँदैछ होइन गाइस यहाँदेखि देखिराख्नु भएको छ होला अब चाहिँ यहाँदेखि चाहिँ म नुनथला पुग्न लागेको छु यहाँदेखि चाहिँ 2-3 मिनट पछाडि पुग्छु होला ल साइड गाइस अब म यहाँदेखि हिँडेँ ल गाइस अति बवाल भइरहेको छ अहिले चाहिँ नुनथला पुगिसकेको छु यहाँ देखिराख्नु भएको छ तपाईँहरूले होइन यहाँ चाहिँ म अब ठाउँमा जान्छु होला यहाँ देखिराख्नु भएको छ नुनथला चाहिँ हाम्रो सूर्य बजार हो होइन दामी देखिरहेको छ कलक्क घाम पनि कस्तो दामी रहेको छ होइन अब चाहिँ सनसेट हुँदै रहेछ होइन बिस्तारै हेर्नु सक्नुहुन्छ अति बब्बाल देखिरहेको छ यहाँदेखि देख्नुहुन्छ कस्तो बब्बाल देखिरहेको छ होइन यहाँ ओपेन नेचर चाहिँ अति बगाल ठ्याक्क यो साइड चाहिँ हाम्रो बस्थ्यो के अरे सुडुवा बजार होइन अनि यहाँदेखि सनसेट चाहिँ अति बबाल बिस्तारै बिस्तारै झर्दैछ यहाँदेखि देखिराख्नु भएको छ होला रोड होइन अब चाहिँ यहाँदेखि म चाहिँ स्वाट्ट गरेर हिँड्छु अलिक धेरै नै रात परिसकेको छ होइन अहिले चाहिँ बाइक पनि आउँदैन थियो ल गाइस अब चाहिँ एकैचोटि हामी एकछिनमा भेट्नुपर्छ सो फाइनल्ली अब चाहिँ म हाम्रो सुडुवा बजार पुगिसकेको छु होइन यहाँदेखि पर देखिसक्नु भयो होला यो चाहिँ हाम्रो हिलटप होइन अब चाहिँ म यहाँदेखि ठ्याक्क बाइक स्टार्ट गर्छु होइन गाइस अनि चाहिँ म यहाँदेखि यो के अरे लेफ्ट साइड जान्छु होला मेरो घर चाहिँ लेफ्ट साइड हो अनि तल जाने चाहिँ हाम्रो तपाईँहरू थाहा नै भएको कुरा हो पूर्व जाने रोड हो होइन पर चाहिँ हाम्रो धरान धनकुटा सुडुवा होइन म चाहिँ यता देब्रे साइड लिन्छु होला अनि यता साइड चाहिँ मेरो घर जाने साइड हो होइन गाइजहरू तपाईँहरूले अरू ब्लगमा पनि देखाउनु भएको छैन मेरो सो फाइनल्ली म चाहिँ होइन शुक्रबार बजाइसकेको छु यहाँदेखि देखिराख्नु भएको छ होला आज चाहिँ हल्का रात पऱ्यो होइन साथीसँग घुम्दा घुम्दै बिरालो लिन्छ सो फाइनल्ली म चाहिँ मेरो घर आइपुगिसकेको छु होइन त्यहाँ पर देखिराख्नु भएको छ होला तपाईँहरूले पर गरेँ होइन अब चाहिँ म यो ब्लगलाई चाहिँ यहीँ स्टप गर्नेछु अनि तपाईँ अब नेक्स्ट ब्लगमा फेरि पनि भेट्नुपर्छ योभन्दा राम्रो ब्लगहरू ल्याउन ट्राई गर्नेछु होइन अब यो ब्लगलाई चाहिँ म यहीँ स्टप गर्नेछु